ल तपाईहरु नर्थ सिक्किमको लाचेन चाहिँ नआउनुस् है, लाचेन नआउनुस्। यहाँ न त टुरिस्टको पर्व छ न ड्राइभरको पर्व छ। लाचेनको टुरिज्म पनि चल्नु पनि होटल पनि चल्नु पनि यहाँ टुरिस्टलाई पनि हेरेसमेन्ट। ल हेर्नुस् त यहाँ अहिले बिहान चाहिँ हामी 5 बजे आइपुगेको, अहिले टाइम भएको छ 8:13। बेलुका काम गरेको चाहिँ राम्रो हुन्थ्यो, यहाँ टुरिस्टलाई पनि हेरेसमेन्ट बिहान छिटो हुन्छ भनेर आज गान्तोक फर्किनु पनि। आज लाचेनदेखि चाहिँ माथि गुरुदुङमाहरू गएर कालापत्थरहरू गएर चाहिँ गान्तोक फर्किनु पनि। गान्तोकबाट चाहिँ अब आज 12-1 बज्छ होला। त्यसै पनि गाडी एक्सिडेन्ट त्यसै हुँदैन, टुरिस्ट त्यसै मर्दैन। यो चाहिँ खास टाइमिङ सिस्टम राख्नुपर्ने खासमा हो भने चाहिँ। टाइमिङ सिस्टम राखेको छ भने चाहिँ थाहा हुन्छ नि त, बिहान टुरिस्टलाई छिटो हुन्छ भनेर खाजा पनि नखाइल्याएको हो। नानी छ सानो नानी, सानो नानी छ, पछाडि बुढी बोजू छ। कहाँ है माजी? अजय कितना देर तक रहे यहाँ पे? कितना परेशान हुआ बोले तो? बोले सर कितना परेशान हुआ बच्चे के लेके? 2.5 घंटा तो लगेगा। हाँ आज घूम के गान्तोक जाना है ना, बच्चा को लेके जर्नी कितना मुश्किल पड़ रहा है ना? यस्तो छ है हालत चाहिँ। तपाईँको गाडी चाहिँ यहाँ फर्स्टमै आएको, छिटो आउनु भनेर हामी गान्तोक फर्क्यौँ पनि। हेर्नुहोस् त म 10वटा गाडीको पछाडि छु। अब यो पछाडि झन् कति होला गाडी त हेर्नुहोस्। कि त लाचेन चाहिँ बन्द गर्नुहोस् कि त खुल्लै राख्छ भने तपाईँको काम चाहिँ बेलुका गर्नुहोस्। तपाईँको भनिदिनुहोस् यहाँ लाचेनको पिपनको मान्छेहरूले हो। यस्तो चाहिँ हालत चाहिँ सक्दो सेयर गर्नुहोस्। लाचेन चाहिँ म चाहिँ फर्स्ट टाइम होइन लास्ट टाइम आएको, अब चाहिँ आउँदिनँ। टुरिस्ट आयो पनि बुकिङ आयो पनि उठाउँदिनँ, बुकिङ आयो पनि आउँदिनँ, जति पैसा दिए पनि आउँदिनँ। बाटो त्यसै पनि रड्डी छ, घुम्नुपर्छ। तपाईँहरूलाई थाहा हुँदा हुँदा पनि फेरि यहाँ चाहिँ रोकिदिन्छ। हिजो पनि गाडी फर्किन, अब अहिले त जान्दा मात्रै तपाईँको 2-3 घन्टा जस्तो रोक्दैन यहाँ। अब माथि घुमेर आएर अहिले बढाइ पनि रोकिदिन्छ अरे, 4 घन्टा जस्तो रोक्छ अरे। हिजो साथीहरूको पुरा गाडी जाम भयो, बाटोतिर जामबाट बिजोग कहिले गान्तोक पुग्नु भनेर हाम्रो गुरुजीहरू रुला जस्तो भइरहेको थियो। के गर्नु, टुरिस्टलाई पुऱ्याउनै पऱ्यो। यस्तो चाहिँ नर्थ सिक्किमको लाचेनको नतिजा चाहिँ। हेर्नुहोस् है, तपाईँहरूले सक्दो सेयर गर्नुहोस् तपाईँहरू ल।